Hello guys, welcome to my new vlog and today I'm going to my duty. So today weather is sunny and beautiful. It's looking nice and पानी परेको थियो हिजो चाहिँ पानी परेपछि चाहिँ अहिले चाहिँ टक्क बादल लागेको छ टक्क सफा एकदम राम्रो देखिरहेको छ म चाहिँ फाइनल्ली ड्युटी जाँदैछु अर्को ड्युटी सकेर खानासाना खाएर होइन रुमबाट निस्केर फेरि अर्को ड्युटी जाँदैछु यस माल्टामा चाहिँ दुईटा ड्युटी गरेन भने अलिक गाह्रै हुन्छ पैसा बचाउनलाई एउटा ड्युटीले खासै पुग्दैन यहाँको खर्च चाहिँ अलिकति एक्सपेन्सिभ चाहिँ छ होइन बसाइ अनि खुवाइ एकदम भनौँ न सामानहरू महँगै छ अनि जस तर ठिक छ वेदरको हिसाबमा लाइक काठमाडौँको जस्तै लाग्छ मलाई चाहिँ मौसम चाहिँ दामी छ बादल टक्क आकाशमाथि बादल टक्क सेतो है राम्रो देखिरहेको छ त्यसमा सुकुरा कुरा आउने बट चाहिँ मेरो बस आयो म यसमा चढ्छु अनि यहाँबाट चाहिँ म बम्बी जानुपर्ने हुन्छ बम्बीदेखि चाहिँ फेरि म अर्को बस छुट्नु पर्ने हुन्छ मेरो ड्युटी गर्ने ठाउँमा पुग्नको लागि जस दुईटा बस लिनुपर्ने हुन्छ माल्टा खासै ठुलो त होइन त्यही पनि अब रुटहरू हुन्छ होइन बसहरूको त्यसले गर्दा चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ होइन भने त माल्टा एक दिनमा घुमेर भइन्छ आफ्नो प्राइभेट भनौँ न गाडी हुन्छ भने चाहिँ जस यहाँको क्षेत्रफल खासै धेरै छैन 316 वर्ग किलोमिटर छ होइन लाइक हाम्रो एउटा म चाहिँ कपिलवस्तु जिल्ला भनेपछि भनौँ न भलपाडादेखि होइन हाम्रो भलपाडा जत्रै छ भनौँ न माल्टा अनि यो चाहिँ यो चाहिँ पावला हो यो पावलाको मैलालाई राख्ने जेल भनौँ न जेल हो यो अनि यो पावलाको चाहिँ म राउन्ड राउन्डमा आइसकेको छु तर यस मौसम चाहिँ राम्रो छ यो पावला र मोरको बिचको बाटो भनौँ न यहाँ चाहिँ चौबाटो छ चारैतिरबाट गाडीहरू आउँछ एकदम राम्रो छ यस ब्रिज चाहिँ स्काई ब्रिज दामी छ रमाइलो छन् माल्टामा बसै राम्रै छ अब दाइहरू हुनुहुन्छ साथमा अनि दाइहरूको सपोर्ट छँदैछ होइन त्यस दाइहरू हुन्थेन भने अलिकति गाह्रो हुन्थ्यो होला एक्लै बसेको उम्, यस्तै छ जिन्दगी भागदौड चलिरहेको छ होइन काम चाहिँ गर्नु पऱ्यो काम नगरेपछि माम मिल्दैन माम नमिलेपछि